सुरज दाई के हो यो? अलराइट गाइस, हामी यतिखेर चाहिँ पोटो भिलेज कुलाईमा छौँ। कुलाईमा घुम्न आएको आज रमाइलो भइरहेको छ, इन्जोय भइरहेको छ। दामी ठाउँ पनि रहेछ। यो चाहिँ पोटो भिलेजको मेन गेट हो होइन। यहाँनिर चाहिँ अगाडि चाहिँ भनेको टिकटहरू काट्ने 1 जनावरबाट 10 सेकेन्ड लाग्छ। यहाँ टिकट काट्ने, टिकट काटेर टक्क भित्र छिर्ने। म मात्र होइन, मेरो गाडी सुरज दाई। के हो यो? के हो यो? यस्तोमा जाऊ त छिर्ला नि फेरि। ल ल है, ल ल ल ल ल ल ल। यस्तो झिलिमिली रहेछ, बत्तीहरू बाँसहरू पुरै गाउँ आए जस्तो भइरहेको। क्या दामी छ, पुरै गाउँ जस्तो ठाउँ छ होइन। अनि एकदम मलाई पनि गाउँमा यस्तो रमाइलो फिल भइरहेछ। मान्छेहरू पनि धेरै धेरै हुँदो रहेछ। बच्चा नानी बाबुहरू क्या क्युट क्युट छ है। यस्तो बच्चाहरू खेल्ने धेरै रहेछन्। दामी रहेछ हौ। फर्स्टचोटि आएको ठाउँमा जस रमाइलो लाग्यो मलाई पनि। राम्रो रहेछ। अब घुम्दै जाउँ, के हुन्छ म तपाईँहरू देखाउन जान्छु, हेर्दै गर्नु होला। यसको ठुल्लाइको पिङ खेल्ने दामी भइरहेछ। बच्चाहरू खेल्ने जस्तो ठाउँ चाहिँ दामी रहेछ। यहाँ बस्ने बाँसको क्या दामी गाउँ जस्तै। ल ओ माइ गॉड, त्यहाँ बस्ने अब चट्ट लगाएर यसो रमाइलो भइरहेको छ मलाई। यहाँ पिङ पनि खेल्यो। अब यहाँ पिङ खेलिसकेपछि अब पर्दै जाने, पर्ति के हेर्ने होइन, घुम्ने। अझै रमाइलो ठाउँ रहेछ। हाम्रो लागि चाहिँ एकदम दामी गाउँ जस्तो छ, खतरा छ। मान्छेहरू पनि धेरै छ कि, हामी मात्र होइन, अरू पनि रन्नै छ। अब फेरि यस्तो दामी रहेछ नि, पुरै बच्चाहरूको लागि। अनि त्यहाँबाट फेरि के अरे सहर बजार बसेर चाहिँ गाउँमा आए जस्तो कि, पुरै गाउँमा आए जस्तो फिल हुने रहेछ। क्या दामी यार। वाउ, यहाँ पिङ, यतापट्टि बच्चाहरू खेल्न हो। बस्नुको लागि पनि क्या दामी रहेछ। ल त्यहाँ दुईजना, त्यहाँ दुईजना, त्यहाँ दुईजना, त्यहाँ दुईजना, यहाँ दुईजना, टन्नै मान्छे हट्ने रहेछ। यस स्पेस पनि बवाल छ। यसलाई चाहिँ भन्दा चाहिँ पोटो भिलेज। म पनि नाम चाहिँ पहिला नि सुनेको, तर यहाँ आएको थिइनँ, आज फर्स्ट टाइम आएको। मलाई एकदम इन्जोय फिल भइरहेछ। माथि हेर्छु पुरै के अरे बाँसघारी छ होइन। यो बाँस पनि हामीले चाहिँ भन्थ्यो सिगाने बाँस पनि होइन, यो के बाँस पो भन्थ्यो। खतरा रहेछ हौ। जस रमाइलो लागिरहेछ। अब म उता जान्छु। उता माछा पनि छ यहाँ त। माछा पनि रुखमा फल्दिरहेछ। आम छ के ठाउँ चाहिँ सजा यस्तो दामी बनाएर। मलाई चाहिँ भनेको बबाल रमाइलो लाग्यो। अब यहाँनिर तक जान्छु, के रहेछ म अनुसन्धान गर्छु होइन। यो चाहिँ भनेको के रहेछ त खासमा भन्दाखेरि पलाइको रहेछ यतापट्टि। यतापट्टि के हो यो? ओ यो त कपडा जस्तो छ यार। देख्नको लागि चाहिँ क्या दामी बनाएको छ कि। ओ माई गड, खतरा छ नि। यो हो नि त, यो हो नि त। मान्छेहरूबाट यसो 5-10 ringgit टिकट उठाए बराबर पनि यस्तो दामी बनाएको छ। यस्तो राखेर चाहिँ त्यो गाउँघर चाहिँ कस्तो छ क्या। याद दिलाउँ भने दामी लिङ्गे पिङ पनि रहेछ यहाँ। वाउ, लिङ्गे पिङ नदेखेको दामी भएको थियो। बाँसघारी छ, खतरा। यता कस्तो छ दाइ? दामी लागिरहेछ। चाइनिजको दिमाग त सबै। हाम्रो गाउँघरमा पनि यसो गर्ने हो भनेदेखि प्रशस्त मात्रामा ठाउँहरू सबै छ क्या, तर नगरेर मात्र होइन। यहाँ चाहिँ लगभग बाँसघारी त यस्तो बनाएको छ। सबै बाँसघारी त हो नि। सबै बाँसघारी। बाँसघारी हो त्यसो गर्दैन भनेदेखि हुन्छ नि होइन। हाम्रो चाहिँ भनेको बाँसघारीमा अब हग्ने, पाद्ने, छाद्ने सहयोग हुन्छ। यहाँ चाहिँ भनेको बाँसघारीभित्र यस्तो तरिकाले बनाइसकेपछि हेर्नुको लागि पनि राम्रो, घुम्नको लागि पनि राम्रो, दिमाग सही ठाउँमा चलायो भने यस्तो हुन्छ। तर हाम्रो गाउँघरमा चाहिँ अब जनता पनि उस्तै, नेता पनि उस्तै, सबैले सही तरिकाले दिमाग चलाउँदैनन्। त्यही भएर जङ्गलमा पनि के हुन्छ भनेदेखि बाँसघारीमा त हग्ने, पाद्ने, फोहोर फाल्ने, अब त्यो त्यसै त हुन्छ होइन। यहाँ भनेको चाहिँ बबाल दामी यस्तो तरिकाले बाँसघारीभित्र हेर्नु त। आम्मा यताबाट अम्बा पाकिरहेछ। कुहिएको पो छ के पाक्न। धेरैजनाले हेरेर कुहियो क्या। बौद्धतिर यस्तै पो लागिरहेछ मलाई त। हाम्रो चाहिँ चाइनिजहरू छ यो।
अब जानुपर्छ कुद्नु कुद्नु ल छिटो कुद्नु अलिक फास्ट आउनु न के भन्दा तरिका भनेको नि ल ठिक छ ल